हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आँपको अचार कसरी राख्ने म चाहिँ आज मेरो मम्मीको रेसिपी भन्दैछु। यो आँप चाहिँ हिजो राति भिजाएर राखेको थियौँ अनि आज बिहान चाहिँ काट्दैछौँ। मम्मीले काट्दै हुन्छ। आँप चाहिँ एक रात अघि नै भिजाएर राख्नुपर्छ। अनि यो चाहिँ 21 किलो आँप हो। मम्मीले हिजो लिएर आउनुभएको थियो अनि म पनि मम्मीलाई हेल्प गरिदिँदैछु। यस्तो गरेपछि चाँडै सकिन्छ काम। अनि यसलाई मजाले काटिसकेपछि 2-3 पानी धोइ पखाली गर्ने। धोइ पखाली गरेपछि यसलाई मजाले तारेर एउटा सफा भाँडामा राख्ने। यसै तार्दै सफा भाँडामा राखिसकेपछि यसमा चाहिँ नुन र बेसर हालेर मजाले मोल्ने, एक एक दानामा लागोस्। अनि मोलेर एउटा सफा डिब्बामा मजाले खाँदेर बिर्को टाइट लगाएर राख्ने। यसो गरिसकेपछि अचार बिग्रिँदैन, वर्षसम्म टिक्छ। यो चाहिँ मेरो मम्मीको रेसिपी। आजलाई यति नै, बाँकी चाहिँ भोलि भन्छु ल। बाई।